हेलो गाइस, खतरै तरिकाले आज फेरि यता घुम्न आएको छु गाइस। बबल छ सिटी। हेलो गाइस, वेलकम छ मेरो च्यानलमा अगेन। आज चाहिँ म यता फेरि घुम्न आएको छु हैन। अब डेली ब्लग चाहिँ हुन सक्दैन, तर ब्लग चाहिँ म हालिरहन्छु। हप्तामा एउटा दुईटा चाहिँ हाल्छु म है। त्यो राम्रो ब्लग, राम्रो ठाउँहरु छ गाइस। अरे मजाले सिरिज हावा बनाउनु पर्छ गाइस, मजाले है त। त्यो पनि यस्तो दामी सरला फेरि घरको याद आउँछ, गोठतिरको याद आउँछ यार। यस्तो गोठमा सरर लगाएर चढ्न खेल्न कम मजा आउँथ्यो त नि। तर यो चाहिँ पुरा अर्ग्यानिक पाराको चाहिँ होइन है गाइस। यो चाहिँ दुबो चाहिँ पुरा टाँसेर बनाएको रहेछ मजाले। अन्त आज यता घुम्न आएको छु गाइस। क्यान सी कस्तो लाग्छ, प्रतिक्रिया दिनु होला। अब राम्रो नराम्रो जानी नजानी अब यसो भिडियो हालिरहेको हुन्छ होइन। अब कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है त। अब भिडियो फ्लोमा जान्छ, बिस्तारै जान्छ, हेर्दै गर्नु होला, माया पनि गर्दै गर्नु होला है त। यस्तै छ जिन्दगी सरर लाएर माया पारी भन्दै यस्तै भइरहेको जिन्दगी है त। ल खतरै तरिकाले गाइस आज फेरि घुमघाम गर्न आइयो। अझै पुरा जङ्गल भएर बसिरहेको छ होइन। खजुरको बोडाहरू डेन्जर। मेन विशेषता भनेको खजुरको बोट हो। खजुरको बोट आमा खजुर चाहिँ के भन्नुहुन्छ भन्दाखेरि नेपालतिर त छोक्रा हुन्छ नि, छोक्राको रुख यस्तो हुन्छ गाई। छोक्राको रुख है त। छोक्राको रुख चाहिँ यस्तो हुन्छ कि छोक्राको रुख यस्तो हुन्छ। छोक्रा गाइस गुलियोट मिठो हुन्छ नि, यस्तै हुन्छ कि छोक्राको रुख है त। काँडा स्टेप त्यही भएर माथि यस्तो बब्बल होइन हो। बब्बल गाइस खत्रै तरिकाले पानी जम्न हानिरहेको छ हो। पानी खतरा सरर लगाएर आमा पानी खतरै गाइस, खतरै तरिकाले हानिरहेको छ हो पानी। खतरा गाइस त पानीको छिटो नै हाल्दो रहेछ हो। बब्बल पानी छिटो सरर खतरै गाइस।
तिमीलाई हो मलाई माया गर्ने तिमीलाई हो तिमीलाई हो मेरो साथ हेलो गाइस सर लाएर हाम्रो सुभाष दाई यता टक्क लाएर हेन्सम भएर आमा चिन्नै नसक्ने भयो यार ल अब दाजुभाइ अब सर लाएर चिया खान हिँड्यो अब हामी है सर लाएर कहाँ हो गाइस यो कुन ठाउँमा हो आमामा उही सर ओहो यता सुभाष दाई यता हेरे पुरा ह्यान्डसम भएर आमामा सुभाष दाई कहाँ जाने हामी अहिले चाय खान हो ल ल ठिक छ ल